Hi guys, welcome to our channel again. आज चाहिँ हाम्रो it's a surprise. Guess where am I at? म कहाँ छु? It's a surprise. हामी अहिले सिडनी आएको छौँ. So it's a long weekend. भिनाजुले मलाई सिडनी लिएर आउनु भएको छ स्पेशली. हामी चाहिँ आज क्याम्पिङ गर्नलाई यहाँ आएको छौँ. हामी बिहानको 5:30 बजे घरबाट निस्केको थियौँ. अहिले it's exactly 4:30. So हामी almost 10-11 घण्टा त लाग्यो अलिअलि ब्रेक सेक लिएर. तर this is our camping area guys. यहाँ होल सबैतिर क्याम्पिङ गरिरहेछन् मान्छेहरूले. So weather is very good. धेरै सनी पनि छैन, विन्डी पनि छैन. सो इट्स नाइस. र अर्को कुरा भनेको चाहिँ उता माथि सिमेट्री छ. राति कक्कले भुसले तर्छ नि हो, त्यो चाहिँ थाहा छैन. तर एनिवेज गाइज इट्स गन बी फन. विल बी हियर फर अलमोस्ट 3 to 4 days. सो हामी अहिले अब क्याम्प सेटिङ गरेपछि म देखाउँछु तपाईँहरूलाई. ऊ चाहिँ खुसी नभएको कारण चाहिँ उता पर सिमेट्री छ, भूतका यत्रा आत्मा पवना गर्दै आउँछ कि भनेर होला. So guys, हाम्रो चाहिँ टेन्ट अलमोस्ट रेडी भइसकेको छ. भिनाजु एक्सपर्ट हुनुहुन्छ यहाँ. दिदीले यहाँ भित्र सफा गर्दैछ. हेर्नुहोस् है, यो चाहिँ रुम नम्बर 1. रुम नम्बर 1 मा क्लिन हुँदैछ. रुम नम्बर 2, यहाँ रुम नम्बर 2 अनि 3. हाम्रो 3 बेडरुम छ. चुज गरी कुनमा चाहिँ सुत्ने भनेर यहाँ अप्सन पनि सबैको छ. अर्को यहाँ चिप्स खाइरहनु भएको छ मेरो छोरी. अनि अर्कोले यहाँ चरालाई पकाइदिनु भएको छ. अनि फेरि त्यो अर्को चराले खालिहाल्यो नि है. अनि मैले भने पकाएर खाऊँ, किन नखानु? तर खानु हुँदैन चरालाई. नो मैले भगाएको. सुबिनाजु अझै यहाँ टेन्टको लागि अझै रेडी गर्दै हुनुहुन्छ. तर झन्झर भन्नाले फेरि यो चाहिँ फेरि यो यताउता मिलाइसकेपछि टक्क रेडी हुने खाली रहेछ होइन भिनाजु. खासै धेरै त्यो स्ट्रगल गर्नुपर्छ रहन्छ. भिनाजुले भन्दै हुनुहुन्छ अब निकाल्ने बेलामा चाहिँ पसिना आउँछ, धुवा निस्किन्छ, के आउँछ सबै आउँछ है. कुरा गर्न यसरी राख्दो रहेछ. नाइस. यो चाहिँ केबलको हो अनि यसले चाहिँ भित्र अब हामीले लाइटहरू बाल्ने सबै सेटअप गर्नु मिल्ने रहेछ. बहिनी अनि आई लभ यु कल भने थ्याङ्क यू. आई लभ यु. त्यो खै लभको साइन देखाइदेऊ न. लभ गरेर देखाउ न एकचोटि. यो आवाजहरू आएछ. त्यो चाहिँ भिना चाहिँ एयर ब्याग हो. हामीले एयर ब्याग फुल गर्दैछौँ एयर हालेर. सो मी योर नेल्स. हेर्नु है, म यत्रो ठुलो भएर मेरो नेल्स केही छैन. यहाँ हेर्नु, यहाँ आफैले फेरि नसक्ने भयो. टायर्ड पसिना हो. पगाल्नु परेन भने पगाल्ने आएको होइन त फेरि हाले चाहिँ ठिक्क हुन्छ. ल लेट्स डु त्यो भिनाजु. अब हाई अगेन. हाम्रो चाहिँ टेन्ट पनि सबै सेटअप भइसकेर हाम्रो यहाँ सेफ भिनाजुले खाना पकाउँदै हुनुहुन्छ. खाना होइन, हाम्रो चाहिँ यहाँ मोमो डिप फ्राई हुँदैछ. यहाँ अगाडि ल्या न क्यामेराम्यान, क्यान यु कम प्लिज. काम दलाइरहेछन् रे. यहाँनिर मोमो डिप फ्राई हुँदैछ. यहाँ स्पेगेटी बन्दैछ. यहाँ चाहिँ छोरीको लागि हाम्रो जाउलो. अब बच्चा अब यसो पकाएको जस्तो गरिदिउँ. यता पकाएको जस्तो गरिदिउँ न होइन, यहाँ यसो चलाएको जस्तो गरिदिएको होइन. यो पनि मैले बनाएको हेर्नुहोस् हजुर. यो पनि मैले बनाएको पाक्दैछ. भिनाजुको किचन हो आज.
सो यही छ वरिपरि वेदर एकदमै राम्रो छ के अरे धेरै जाडो नि छैन चिसो नि छैन आनन्द लाग्दो चराचुरुङ्गीको च्याचु ची चु ची चु सबै साउन्डहरू पनि सुनेको छ अलिकति ऊ चाहिँ किरा चाहिँ अलिक धेरै हुँदो रहेछ त्यो ठुल्ठुलो कमिलावाला टाइपको त्यसले टोक्यो भने चाहिँ यत्रो फुलिहाल्छ हेर्नुहोस् होइन तर ठिकै छ अब यस्तो राम्रो ठाउँमा आएपछि अलिअलि त के भन्छ त्यो निशान त लिएर जानु पऱ्यो नि होइन यदि जस्ट इन केस टोकिहाल्यो भने सो इट्स वर्थ इट यो तातै छ नि होइन भुक्लुकै उम्लेकै छैन है मजाले हाल्छु यो त पुग्छ पर्दैन हाल्नु चाहिँ धेरै पर्दैन होला हाम्रो भिनाजुको हात एकदम मिठो छ जे बनाए जे छोयो चाख्दा औँला यस्तरी चाटिन्छ नि त्यस्तै छ है गाइज यो मैले ढाँटे होइन अब यत्रो सेटअप गरेँ यत्रो गरेर पनि म बनाउँछु भनेर अगाडि सर्नु भएको छ त्यो भिनाजुलाई दिनु पर्यो त्यो हो निकाल्ने बित्तिकै ल एकछिन होस् ल एनिवेज यही हो अहिलेको हाम्रो ताजा खबर फेरि किप यु अपडेटेड है गाइस अब क्याम्पिङ आएर यसरी भाँडा मान्नु पर्यो हामी मान्छेहरूले वनभोज भन्छौँ हामी चाहिँ सिटी भोज के अरे सिटी भोज सिडनी भोज होइन वनभोज चाहिँ एक्ज्याक्टली वनभोज चाहिँ होइन अब हाम्रो जान्छ स्पाइसी सस ओहो रागाको यार एकदम होममेड त्यो छ अनि हाम्रो यहाँ अर्को पनि छ मैले चाहिँ यो खोर्सानीलाई भुटेर अनि धुलो बनाएर लिएर आएको छु बच्चाहरूले खाँदैन उनीहरूलाई निकालिदिनु पऱ्यो अनि पछि हाल्न सजिलो हुन्छ नि त इट लुक्स यमी द त्यो लाफिङ मैले एकदिन भिनाजुलाई खुवाएको थिएँ भिनाजुले भित्र चाउचाउ देख्नुभएको छ अनि एक दिन आफै रेसिपी बनाइदिनु भएको यो चाउ के अरे अब भन्नु होला इट्स नट हेल्दी भनेर तर एक्ज्याक्टली इट्स नट हेल्दी तर अब घुम्न आएपछि कहाँ हेल्दी सेल्दी भनेर बस्छ होइन भिनाजु भोक लाग्यो बेला त्यही पनि अर्को पनि लट पाक्दैछ त्यो चाहिँ चिकन है त्यो चाहिँ भेज गुड मर्निङ फ्रम लेङ्कुप हाम्रो चाहिँ यो लेङ्कुप भन्ने ठाउँमा हामी क्याम्पिङ गरिरहेको हो तपाईँलाई मैले हिजो नाम भन्न बिर्सेछु त्यही भएर क्विक अपडेट दिएको सो या गुड मर्निङ एभ्री वान स्पेसली हामी खाँदैन त बच्चाहरूलाई खुवाउनै पर्ने भएर पकाउनु पऱ्यो सो यो खानसाना खाएर चाहिँ हामी आज पुरै हाम्रो दिन सिटी लाइट दिनेवालामा छौँ सो बिहानदेखि हामी एकैचोटि बेलुका सिटी लाइटहरू हेरेर आई विल किप यु अपडेटेड आई विल सो यु सिडनीको सिटी हामीले अब चाहिँ खानासाना खाइसकेर भाँडासाँडा माझेर टेन्टलाई राम्रोसँग सेफली राखेर अब हामी सिटी घुम्न गइरहेको छौँ यहाँ चाहिँ हामीले क्विक एउटा पार्किङ पाइहाल्यौँ यहाँ गाडीसाडी रोकेर अब हामी यहाँबाट ट्रेनबाट जान्छौँ सो त्यही हो अहिलेको अपडेट ट्रेनमा गएर सिटी कस्तो छ आई मिन यु हेभ अलरेडी सिन इट बट हाम्रो यहाँबाट चाहिँ कस्तो देखिन्छ त लेट्स गो एन्ड वाच है त गाइस अलिकति एउटा देयर हेज बिन अ स्मल ट्विस्ट इन ए स्टोरी अघि मैले भने जस्तोमा अघि चाहिँ हामी सिधै ल अब ट्रेन क्याच गर्ने अनि जाने भन्ने कुरा गरेको थिएँ जुन चाहिँ लागु भएन बिकज यहाँ ट्रेन चाहिँ खोइ के मेन्टेनेन्स यताउता के भइरहेको छ अरे सो नाउ वाट वी हेभ टु डु इज क्याच अ बस फर्स्ट एन्ड देन अर्को कुनै स्टपहरूमा चाहिँ के अरे ट्रेनबाट जाने अलिकति बससँग खोइ कहाँसम्म जाने आई हेभ नो आइडिया भिनाजुलाई थाहा छ देन त्यहाँबाट चाहिँ हामी विल क्याच अ ट्रेन टुवर्ड्स सिटी लोकल बस चढेर त्यही पनि उभिएर सिट नपाएर हल्लिँदै आएर अहिले हामी अब यो ट्रेन स्टेसन एरिया आइपुगिसकेको छौँ यो स्ट्रिटलाई चाहिँ इट स्ट्रिट भन्दो रहेछ हेर्नुहोस् बास्ना हर्र आइरहेछ मासु नखाए पनि बास्ना चाहिँ आउँछ अब गनाउँदैन अब जे सत्य हो त्यो त बोल्नु परिहाल्यो सो त्यही हो यो चाहिँ इट स्ट्रिटमा चाहिँ हाम्रो एउटा रेल स्टेसन छ हामी त्यो चढेर अब हामी सिटीतिर लाग्छौँ टल बिल्डिङ हेर्नुहोस् है
वरिपरि यसो हेर्दा चाहिँ मन पऱ्यो क्या मलाई राम्रो के है ठुलो चाहिँ ठुलै हो यार मेलबोर्न भन्दा नि ठुलो हामी अहिले विनयार्ड भन्ने स्टेसननेरि आइपुग्यौँ अब हामी मेट्रो लिएर फेरि सिटी जान्छौँ ट्रेनबाट अलिकति थोरैको दूरीको यात्रामा आइसकेपछि अब चाहिँ हामी यो लाइट रेल भन्दो रहेछ यहाँ चाहिँ र यहाँको नौलो कुरा चाहिँ जुनै पनि उहरू हुन्छ नि रेलहरू अथवा वरेभर जुनै पनि चाहिँ के अरे सिटी जाँदो रहन्छ स्पेसिफिक सेलेक्टिभली मात्र हुँदो रहेछ उतानिर छ आउँदैछ हामीले अब जुन चाहिँ हामी सिटीमा जान लागेको छ सिडनीको मुटुमा धर्किने प्रसिद्ध हार्बर ब्रिजको विशालता नियाल्दै र समुद्रको छालसँगै चम्किने ओपेरा हाउसको अनुपम सौन्दर्यमा हराउँदै हामीले दिनभरि सपना जस्तै क्षणहरू सङ्कलन गर्यौं। फेरीको यात्रासँगै नीलो पानीमाथि बग्ने हावाको स्पर्श महसुस गर्दै सिडनीका मनमोहक दृश्यहरूलाई आँखाभरि सजायौं। हरेक मोड, हरेक लहर र हरेक दृश्यले यो सहरको कथा हाम्रो मनमा गहिरो गरी कोरिरह्यो। जब साँझले आकाशलाई सुनौलो रङले रङ्ग्यायो, हामीले एक नेपाली रेस्टुरेन्टमा पुगेर आफ्नै माटोको स्वादसँग भेट गर्यौं। परदेशको भूमिमा नेपाली परिकारको मिठासले दिनभरिको थकानलाई आत्मीयतामा बदलिदियो। यसरी सिडनीको सौन्दर्यलाई हृदयभरि बोकेर मिठो भोजन र अविस्मरणीय सम्झनाहरूका साथ हामीले सिडनी यात्राको दोस्रो दिनको अन्वेषणलाई सुन्दर अन्त्य दियौं। गुड मर्निङ एभ्रीबडी बहिनी आज हाम्रो कति दिन क्याम्पिङमा 3 लक्सिनोस आज चाहिँ हाम्रो थर्ड डे हो क्याम्पिङमा यहाँनिर बसोबास गरेको भोलि हाम्रो फाइनल के अरे लास्ट छ सो आजको मर्निङ एकदम राम्रो छ हिजो राति यस्तो पानी पऱ्यो त्यो पानीको आवाजमा सुत्न एकदम मजा आयो शीतल पनि थियो म त यो रुख हावा चलायो कि पानी पऱ्यो दुइटैको आवाजले पुरै हुन्छ नि त्यो छिनछिन झन्झन वरेभर है सो अहिले चाहिँ हामी बिहान अब हामी सफा गरेर लुगा टन्नै थियो हिजो के अरे बिच गएको लुगाहरू धुनलाई अहिले वासिङ मेसिनमा हालेका छौँ सो आजको हाम्रो अब ब्रेकफास्ट भने नि लन्च भने नि भाते त हामी भाते परिहाल्यौँ सो अहिले चिया पाक्दैछ त्यहाँ राइस पाक्दैछ र आज चाहिँ अब पवनाको किचन हो होइन पवनाले चाहिँ आज मिठो मतिमला बोडीको तरकारी र गोलभेडाको अचार खुवाउँछु भनेर त्यहाँ किचनको ठ्याक्कै अगाडिको टेबलमा गएर बसेको छे होइन आज भान्सावाली सो आज अब कस्तो खाना पाइने हो मिठो हो कि होइन म अनेस्ट रिभ्यू तपाईँहरूलाई दिइहाल्छु यसमा केही ऊ छैन सो आज चाहिँ अब यतापट्टिको मान्छेहरू पनि टन्नै गए खोइ जान्छन् पनि आउँछन् पनि यो ठाउँ त एकदम बिजी भइरहने रहेछ तर रमाइलो छ जे होस् भिनाजुले राम्रो स्पट सेलेक्ट गर्नुभएको रहेछ आई लाइक इट अस्ति होइन भिनाजु अब भूतघर भनेको आउँदै आएन केही हुँदै भएन होइन सो रमाइलो भयो अब आजको प्लान भनेको बच्चा बुच्चीलाई यसो बाहिर लाने कतै यसो घुमाउने देन विल बी ब्याक सो त्यही छ आजको अपडेटमा बिस्तारै फुपू पहिला खाउन पहिला बिस्तारै खाउन बिस्तारै पोल्दैन कि चिया जसरी छैन नि त तेल चिया जसरी खाने बुढा हो हाई गाइस त्यो चाहिँ सिटी हेर्नु त सिडनीको सिटी हामी चाहिँ अहिले तोरङ्गा जू आएको छौँ हामी गाडी त क्विक पार्क गरेर हामी गइरहेको थियौँ ओ यहाँ ल्याउनु हामी चाहिँ लुक एट देयर इट्स अ ब्युटिफुल सिटी भ्यू
हामी चाहिँ अहिले तोरङ्गा जू जाँदैछौँ आज वी गन बी फन लाइक इट गन बी फन बच्चाहरूको लागि प्लस हाम्रो लागि पनि लेट्स सी यो तोरङ्गा जू कस्तो छ सिडनीको अघि भर्खरै अलिकति जिराफ देखाएको थियो जिराफजी त हराउनु भयो नि त जिराफ र जिब्रा चाहिँ हुनुहुन्छ होइन बहिनी नो लायन यत्रो पैसा लिए होइन लास्टमा यही के टाइगर र लायनलाई हेर्न आएको होइन गाइस लायनै होइन त्यही एउटा रहेछ त्यहाँ लुकेर बसेको छ नि कहिलेकाहीँ कुनै ठाउँ केवल घुम्ने गन्तव्य मात्र हुँदैन त्यो एउटा अनुभूति बन्छ सिडनीको टारोङ्गा जू हाम्रो लागि त्यस्तै अविस्मरणीय अनुभव बन्यो वन्यजन्तुहरूको संसारसँग साक्षात्कार गराउने यो सुन्दर स्थल केवल जनावरहरूको आश्रय स्थल मात्र होइन यहाँबाट देखिने सिडनीको अनुपम सौन्दर्यले मनलाई बारम्बार मोहित बनाइरहन्छ एकातिर सानका साथ उभिएको हार्बर ब्रिज अर्कोतिर समुद्रको किनारमा चम्किरहेको ओपेरा हाउस अनि टाढासम्म फैलिएको सिडनी सहरको मनोरम दृश्य यी सबैले टारोङ्गा जूलाई अझ विशेष बनाउँछन् हामी र हाम्रा बच्चाहरूले वन्यजन्तुहरूसँगको नजिकको भेटमा रमाउँदै प्रकृतिको शान्त अङ्गालोमा केही अमूल्य क्षणहरू बितायौँ होइन मिनाजु थाइल्यान्डबाट बाइक उठाएर ल्याएका रहेछन् यहाँ बाइकमा चढ्नलाई भिडभाड छ हेर्नुहोस् भेट्न जान्छन् होला नि अब यिनीहरू यहाँ बसेका छन् टाइगरलाई भेट्न जान्छन् बाइकमा उडेर इन्डोनेसियाको रिजर्भ नेसनल पार्क भिनाजु लगेर हेर्नलाई भिडियो खिच्यो हुन्छ त्यो बिचरा खान मन ला होला र्याल नचाउनु है र्याल It's a preserve. बाघ चाहिँ देख्यो है भिनाजु बाघ लायन देखेन बाघ देख्यो बाघ पनि यिनीहरूको यो सुत्ने टाइम हो क्या हो हामी रङ टाइममा आएछ बिहान बिहानै आएको एनर्जेटिक भएर मासु तानेर बस्थ्यो यिनीहरू होइन यो नराम्रो समय आएर सुत्छन् यार भिनाजु एक लात दिएर उठाउँछ त्यसलाई ए सरी है लात्ती त दिन मिलेन खाइदिन्छ फेरि मेरो लात्ती होइन पब्लिक होल्डे भएर मसले आनन्द चिल पाएको चाहिँ तर नलिउ न यार चिल पब्लिक होल्डामा हो कि मान्छे आउने के तिमीलाई हेर्न आउँछन् के बेबी बेबी सुत्दिन्छ के भन्ने कहिले जनावरहरूको चञ्चल गतिविधिले हाँसो ल्यायो कहिले अगाडिको अद्भुत दृश्यले केही बेर शब्दहीन बनायो प्रकृति वन्यजन्तु र सिडनीको अनुपम सौन्दर्य एकै ठाउँमा अनुभव गर्न पाइने टारोङ्गा जू हाम्रो यात्राको एउटा अविस्मरणीय अध्याय बन्यो टु टायर्ड गाइस यहाँ त अझै पनि घुमेर सकिएन होइन
अब छानी मेन ठाउँ चाहिँ गयो हेर्नुहोस् अरू चाहिँ लास्ट त्यही नै धेरै थियो घुम्ने सो खुट्टा टायर्ड अब त घर जानु परिहाल्यो भनेर वी आर एन्डिङ दिस भ्लग राइट नाउ सो हामी चाहिँ अब एन्ड गरेर घरतिर लाग्छौँ के खान्छ अभिनाजुले के खुवाउनुहुन्छ इट्स अप टु हिम सो तर आजको ट्रिप रमाइलो भयो बाघ देख्यो लायनलाई लगिहालेँ बाघ मजाले घुरेर भ्याकेसनको मुडमा सुतिरहेको थियो सो अरू चाहिँ लाइक रमाइलो भयो ह्याड लट अफ फन भिडियोज ऊहरू खिचिहाल्यो बच्चाहरूले इन्जोय गर्यो मेनली सो क्या घुमेर नि आयो अब चाहिँ भोक पनि लाग्यो जस्तो अवस्था भयो सो आजको हाम्रो के छ अब डिनरै भन्नु होइन आजको हाम्रो डिनर चाहिँ के खाने पाउन थाई भन न थाई रेस्टुरेन्ट चिकन थाई कि यो थाई कि कुन चाहिँ थाई खान्छ ल भन्छु त थाई भने दिदी यहाँ हाँस्थ्यो होइन के अरे थाई रेस्टुरेन्टमा मेरो दिदी चाहिँ अब प्योर भेजिटेरियन परि हेर्नु म चाहिँ अब जहाँ भयो नि यसो खाइदिने मान्छे हो अब उसलाई गाह्रो छ अब खुसी हुन्छ कि बेखुसी हुन्छ चाहिँ त्यहाँ गएपछि थाहा हुन्छ तर आज चाहिँ थाई एकदम मलाई चाहिँ स्पाइसी खानु मन लाग्यो कि थाई फुडको सो थाई खान्छौँ एन्ड देन वी विल हेड अफ होइन हामी जान्छौँ एन्ड देन प्याक सुरु भइहाल्छ तर लेट्स सी यो च्याट थाई नामै च्याट थाई रे है च्याट गर्दै खाने थाई हो क्या Okay, 1, 2, 3. I will see अनि जसले एउटा हेर्छ to annoy them sometimes. When they don't want to ask us to like you, that's what. They're like, no. My dog. We named her a Hazel. त्यही के त्यो बहिनी त्यही बस्न आउँछ तिम्रो मेरो छानलाई कच्चा यो उता लगा जानी गलेको त्यहाँ लग न तिम्रो त्यो साइडमा राख्यो तिम्रो त्यो काँटा चम्चा ल्याएको छ ए यही छ त्यो साइडमा राख न बेबी हेर सबै खाने पिरो कतिको पिरो छ के रहेछ कबन यो राइस हाल्दै बहिनीलाई That's your house, Yeah, it's like actually not bad. I can't say that it's delicious. यम्मी यम्मी थाई फुड पनि खाइयो खाएर हेर्नुहोस् प्लेट पुरै सपक्क चटीचुटी छ भनेर भन्दिनँ म मलाई चाहिँ एकदम मन पर्यो तर दिदी भिनाजुलाई चाहिँ ठिकै लाग्यो अरे अब मिठो अब नेपालीहरूलाई धेरै पिरो मनपर्छ नि त अनि गुलियो अलिक ठिकै लाग्छ सो उहाँहरूलाई चाहिँ अलिअलि खानु भयो नखानु भएन ठिकै लाग्यो तर मलाई चाहिँ यो प्याड के अरे प्याड नुडल्सवाला चाहिँ एकदम मनपर्छ सो मैले नि खाएँ जसुले पनि खाएँ जसो यु लाइक A 6 out of 10. Whoa, that's pretty low. तर त्यही हो तर अब हामी घर गएर के खान्छ आज कि चटपटे कि रामेन पिरो आयो कुकायो घरमा पनि लानु पर्छ यार पछि गले रादान ब्रेड ल्याइदिनु न त्यो खाँदैन खाँदैन ए भोकाइले म ल्याइदिन्छु खा तिमीलाई कस्तो पत्तो लाग्यो ले त कस्तो क्युट फ्रेन्ड बनाएको ले त्यही भएर नजानु भनेर त्यो त के भइरहेछ क्रिकेट Did you guys see how many leckies I got? के भइरहेछ मान्छे पनि छन् तर Jasmine! सुने Show them the gown! चियापान भइरह हजुर Gown, Nico. चियापान चिप्स चिप्स खान Can you show me, Baba? यो So, basically, we were feeding and we didn't know the cockatoos were dangerous, right, Sporty? And then one of the cockatoos got jealous that the parrot was eating the bread Jaslyn was giving it. So then it flew to her hand and she got a boo-boo. Show the boo-boo. That's what Well, like, boo-boo, but they go like...
Good morning everybody. It's not good morning, almost good afternoon पनि आउ भइसक्यो. We were so busy to shoot. हामीले टाइम स्ल्याप चाहिँ खिचेको छौँ तर बोल्न चाहिँ मिलेन because look at that. The spot that we slept, now we're gonna say bye. And आजको हाम्रो यो I mean like यो 4 days को हाम्रो यो क्याम्पिङ चाहिँ अब सक्यो. Hi guys, हामी चाहिँ आज क्यामेल राइडमा आएको. क्यामेल देखाइदिँदैन चाहिँ. हामी यहाँ टन्नै लाइन बसिरहेको छौँ. अब यस्तो गर्मी छ नि गर्मीले कालो धुस्नु भइसक्यो हैन सबजना. लुक एट माई फेस. तनाव छ तनाव स्थिति चाहिँ तनावगाई छ. एक्साइटेड चाहिँ फेरि क्यामेल चढ्नलाई रमाइलो छ हैन. इट्स ओके. लेट्स सी लुक एट द पिक्चर. अब वी आर क्लिकिङ अन पिक्चर. घाम निकै चर्किएको दिन थियो. बालुवाले तातो सास फेरिरहेको जस्तो लाग्थ्यो. तर समुद्रबाट आउने हल्का हावाले यात्रालाई अझ रमाइलो बनाइरहेको थियो. त्यही सुनौलो किनारमा उठको ढाडमा बिस्तारै अघि बढ्दै गर्दा समय नै केही बेर रोकिएको जस्तो महसुस भयो. एकातिर अथाह नीलो समुद्र, अर्कोतिर अनन्त फैलिएको बालुवाको संसार, अनि बीचमा हाम्रो त्यो अनौठो यात्रा. घामको ताप त थियो तर त्यो भन्दा धेरै मनमा बस्यो उठको मन्द चालसँगै बगिरहेको आनन्द र स्वतन्त्रताको अनुभूति. कहिलेकाहीँ सबैभन्दा सुन्दर सम्झनाहरू आरामदायी दिनमा होइन, यस्तै घामले पोल्ने दिनमा जन्मिन्छन्. सिडनीको समुद्री किनारमा गरेको त्यो ऊठ सवारी हाम्रो यात्राको एउटा अविस्मरणीय कथा बन्यो, जसलाई सम्झदा आज पनि मनमा समुद्री हावाको स्पर्श र बालुवाको न्यानोपन महसुस हुन्छ. You can get out yourself. Oh no, मैले यो गरे हो कि I'm clicking a picture of you. बोइल जसलाई हेल्प गर्नु न. It was so fun. जसु सबैजनाले Do you have fun? बहिनी मन पर्यो? You loved it? Wow! Hi guys, back again. हामी चाहिँ अहिले यो सी क्लिफ भन्ने ठाउँमा आएको छौँ. यहाँ यस्तो बवालवाला के अरे त्यो ब्रिज रहेछ. त्यहाँबाट हामी ड्राइभ गरेर अहिले यहाँनिर पार्क गरेर हामी चाहिँ त्यो एउटा टप एउटा भ्यू पोइन्ट भन्ने ठाउँ छ त्यहाँबाट हामी त्यो ओसन प्लस त्यो ब्रिज पनि हेर्छौँ. सो यहाँ जाँदाखेरि चाहिँ त्यो ट्र्याक के अरे येल्लोहरू राखेको छ. त्यो हुन्छ नि सीको के अरे त्यो के भन्छ लाइक ट्र्याकहरू कसरी हिँड्ने लाइक यो बाटो हिँड्नुहोस् यसरी हिँड्नुहोस् भनेर भन्दैन हो त्यसरी राखेको छ. अहिले चाहिँ हामी जाँदैछौँ. अनि यो बाटो चाहिँ अलिक डेन्जरसै छ अरे होइन. चप्पल लाएर चाहिँ नआउनुहोस् लाइक अस. जुत्ता लाएर आउँदाखेरि चाहिँ राम्रो हुन्छ सेफ हुन्छ. सो लेट्स गो. धेरै धेरै धन्यवाद हाम्रो भिडियो अन्त्यसम्म हेर्नु भएकोमा. यदि भिडियो मन परेको छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्. साथै तपाईका सुझाव र प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्. फेरि अर्को भिडियोमा भेटौँला. तबसम्मका लागि नमस्कार.